चाहिँ यो हाम्रो गाउँको ग्राउन्ड हो। अस्ति भर्खर बनेको। हेलो एभ्रिवान, कस्तो छ तपाईँहरूलाई? आई होप सबजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ सन्चै र आरामै छु। फेरि पनि स्वागत छ तपाईँलाई मेरो आजको लङ भिडियो। स्वागत तो करो हमारा। र मेरो आजको लङ भिडियोमा चाहिँ म यत्तिकै घरमा बसिरहेको थिएँ होइन, टक्क गोल खेल्न जानु मन लाग्यो। अब म चाहिँ गोल खेल्न जान आँटेको, चाबी लगाएर चाबी चाहिँ म घरतिर मतलब गोल खेल्नतिर लागेको। कुखुराहरू आएर डिस्टर्ब गर्दा फेरि सो मैले चाहिँ ताला पनि लगाइसकेँ र अब चाहिँ म हिँडेको गोल खेल्नुतिर है, यता उँभो जानुपर्ने हो है। सो अहिले चाहिँ मौसम चाहिँ एकदम बिग्रिरहेछ होइन, कस्तो भने हिजोदेखि नै पानी पर्नु खोजिरहेछ होइन। मौसम चाहिँ हेर्नु चाहिँ यस्तो कालो न कालो बादल भइरहेछ होइन, यस्तै हो। पानी नपरे पनि कति भएको छ होइन, छिटो चाहिँ हिजो छिटो थियो, एकचोटि चाहिँ परोस् जस्तो लागिरहेछ क्या, डह्रो नै एकचोटि चाहिँ डह्रो परोस् अनि त्यहाँदेखि रोकोस् भन्ने चाहिँ मैले चाहेको होइन। अब मैले चाहेर त हुँदैन होला, अब मौसमको अनुसार हुन्छ होइन। सो पानी चाहिँ पर्नु नै आँटिरहेछ होइन, बादलहरू निकै कालो भएर आइरहेछ, सायद पर्छ पनि होला। म त्यतिखेर भ्लग बनाएर म सर्ट भिडियोमा हालिदिन्छु, हेरिदिनु होला। सो यो चाहिँ मेरो ग्राउन्ड जाने बाटो, निकै सोही पार्छ मेरो घरदेखि हुँदाखेरि। यहाँ छ नि यो उकालोमा खुट्टा चिप्ले गर्छ क्या, के अरे बलौटी जस्तो बलौटी जस्तो छ होइन। उकालो पनि छ क्या यहाँनिर नि, कसरी दोजर चढ्यो भइरहेछ कि यो बाटो चाहिँ अस्ति भर्खर खनेको है। सो भर्खरको बाटो हो। यस्तो उकालोमा मेरो दाइले बाइक चाहिँ ल्याएको थियो क्या, एकदम सजिलो क्या। यता 38 गाडीहरू, यता चाहिँ गाउँहरू टन्नकै छ। यहाँ यता लाप्चा गाउँ चाहिँ, त्यहाँदेखि उता तामाङ गाउँ पनि भन्छ, बलगाउँ, यही गाउँ 38 गाडी। यो चाहिँ 38को बोटो होइन। सो म चाहिँ ग्राउन्ड पुग्न आँटेको छु, ग्राउन्ड चाहिँ अलिक पर छ। सो मलाई चाहिँ खेल्न मन लाग्छ र हतार बसेको मान्छे पुगेँ। सो म चाहिँ अहिले नै ग्राउन्ड चाहिँ जाँदिनँ होइन, किनभने ऊ छ क्या, सुरुमै खेल्नु पर्दैन, खेलिराखेको हुन्छ। म माथि गएर देखाइदिन्छु है त ल। सो देख्नुहुन्छ यहाँ खेलिरहेछ होइन, गोल चाहिँ यो हाम्रो गाउँको ग्राउन्ड हो। अस्ति भर्खर बनेको, एकछिन हिँडेको सास पर्यो त यार। यो भाइ छ नि, यो भाइ चाहिँ एकदम खतरा के गरेर बस्छ क्या, गोल खेल्दाखेरिमा भङ चाहिँ हान्यो पऱ्यो फेरि। सो म चाहिँ गोल खेलेर घर पनि आइसकेँ। खुट्टा कस्तो दुख्यो क्या, सुरु म्याच खेल्दा नै दुखेर कस्तो बसेदेखि आइदिएको हेरेर आइदिएको। हामी चाहिँ म त्यति खेलिनँ पनि, खेलेको एक सर्ट मात्र हानेको, खुट्टा दुखेर आमा के भयो, एक्कासी खुट्टा दुख्नु थाल्यो। त्यही भएर म निस्केर घर आइसकेँ, रात पनि परिसक्यो, म त सुँग्नु सक्नुहुन्छ। यस्तो भइसक्यो अँध्यारो भएर। अब घरको कामसाम गरेर यत्तिकै रेस्ट गर्नु छ अब है। सो मेरो आजको भ्लग चाहिँ यहीँ सकिन्छ। हस् त, हामी भेट्छौँ नेक्स्ट भिडियोमा। अहिले चाहिँ बाई, वी विल बी मिट इन नेक्स्ट भिडियो। बाई।